नजिकै चाहिँ कस्तो दक्षिण सबै छु भगवान भगवानको सात दर्शन भयो ओम नाम नाग हो कि नहीं यार मोबाइल खस लाग्यो यार सबको देखा हामीले आज भगवानको दर्शन गऱ्यौँ कहाँनिर पारी जाम त हिँड्न कहाँ पछि पछि जाम के डर लाग्छ हेर हामी आम न के सक्छ खायो त बोल बोल कस्तो राम्रो सुनिरहेको थिएँ विक्रम बोलेको कस्तो राम्रो भइसक्यो यार भइसक्यो रेडी गरिदिनुपर्छ किनभने आज हामी थाहा पनि आएको छौँ सोल्टीमा धिरज भएर के गरेर सोल्टी हामी आज आएको यहाँ आज चाहिँ हामी यहाँको चाहिँ दर्शन गर्नको लागि जय पाण्डेश्वर बाबा नि रिल्याक्सेसन टेक योर टाइम गो स्लोली रे टेक योर टाइम गो स्लोली हेर्नु न यता जाने क्या ढोका बन्द छ सोल्टी यहाँ त यत्रो जङ्गल छ बाघ भालु आउला नि त कहाँ आउने यार यस्तोमा बाघ भएर आउला र आए पनि त्यही भालु नि आउँदा नि भालु नि आए पनि झ्याम झ्याम दिँदा तिनजना के बोले भाइ अब के बोले के बोले के छ थाहा हामी बोले ल आज हामी यहाँ भालु खोज्दै आइराखौँ भालु त भेटिन्छ कि थाहा छैन समझ रहे हो आप समझ रहे हो तर अवश्य हामीले चाहिँ यस्तो बाटो हिँडेर चाहिँ हामीले धेरै कुरा खानु पर्छ यो अड्डे न अड्डे मलाई भने मलाई अड्डे के ल भन् यस्तो वनमा हिँड्ने बेला चाहिँ हामीले एकदम हाम्रो शरीरमा चाहिँ एकदम पानीको आवश्यक हुन्छ यस्तोमा यहाँ पानी चाहिँ छैन नजिकै त्यही भएर यस्तैको पात अथवा जे भेटिन्छ त्यसलाई टक्कसँग यस्तै यसको पात पनि एकदम यसको भित्र पानी पानी मात्रै हुन्छ अहिले यस्तो गर्ने होइन ग्याम ग्याम कपुङ्गो पानी यहाँ पनि छ हेर्नुहोस् जङ्गल पनि यस्तो यो पानी पनि खानुपर्छ एकदम यो पनि एकदम के हुन्छ अरे एकदम पोसिलो एकदम हुन्छ शरीरले एकदम फाइदा दिन्छ यो खाएपछि एकदम दुब्रो सकिन्छ यो वनमा अरू के छ खानेकुरा हेर्नु बोल बोल आइज ए यहाँ हेर्नुहोस् यो भालुको पन्जा ए ठ्याक्कै 2 1 2 3 ए यो चाहिँ सानो भालु हुनुपर्छ 3टा पन्जा छ भालु डराउँदै छ नमिलाई हिँड्नु छिटो आज भाइ र अलिकताहरू अनि यस्तो राम्रो राम्रो बाटो हिँड्नु न किनभने यस्तो राम्रो राम्रो बाटोमा भालु पनि हिँड्न सकेका हुन्छ हामी वनमा आएपछि चाहिँ यो यस्तो टाइपको बाटो छ नि यो यस्तो अप्ठ्यारोमा चाहिँ यस्तो गरेर हिँड्नुपर्छ किनभने त्यो राम्रो बाटोमा भालु हिँड्न सकेका हुन्छ यस्तो यस्तो चाहिँ हिँड्नु म कपडा छिन्दिया लाजी मन पुग्यो के पुग्यो र नलाइनुहुन्छ काट्दैन अब सबै रेकर्ड भइसक्यो सुरुदेखि अब लाजी मन ल हाम्रो डेस्टिनेसन चाहिँ माथि हो माथि चाहिँ सायद गुफा छ होला भालु बस्ने तर अब हामी आज भालु पनि तपरि भालु पनि देख्न सक्छौँ बाघ भालुहरू हेर्दै जाऊँ के हुन्छ भन्दा कम छ नमिलो अगाडि हिँड्ने के त देखेल यस्तो सहिलो सहिलो बाटोमा चाहिँ अलि भालुहरू बाघहरू चाहिँ छिटछिट डुब्न सक्छ यहाँ सायद पहिले अब मान्छे पनि डर आयो होला नि तर हामी जस्तै अलि कमै आएको होला नि जो अलि तस्करहरू हामी चाहिँ फेरि वाइल्ड खतरा नि फेरि वाइल्डमा चाहिँ फेरि सानैदेखि वन जङ्गल होइन स्कुल जाने व्यवस्था त जङ्गल खोजी गाँसै खोजिए नर्सरी पढ्ने बेला यस्तो सोल्टी मजुर डाँडा काटेर जान्थ्यौँ नर्सरी पढ्दा यस्तो सङ्घर्ष गरेर हुने भने त 5 घन्टा हिँडेर यो जङ्गलको बाटो चल झुटा त्यही भएर अहिले हामीले जङ्गल हिँड्ने बेला नि एकदम सहज सहज आछ
रुख हेर्नु यस्तो छ ऊ त्यो सायद पहिले बाघ बस्थ्यो त्यहाँ ऊ घोर थियो त्यसको तल आस्न अया घाउ बाघलाई मात्रै हिँड्न सक्नु दुईवटा हात टेकेर हुन्छ कि पुगिदियो जस्तो भयो यो गराएको किन यस्तो लडाइ यो भनेको होइन टक्कसँग पानी आउँछ नि लड्के बेला पनि टक्कसँग माथि यहाँले चढेरै इजी अनुहार त देखिहाल्यो नि ठिक छ म चाहिँ जान लाग्यो है यिनीहरू चाहिँ दुई भाइ चाहिँ आइनन् अब एक्लै भए पनि यता आएपछि त हेर्न पऱ्यो भालु फेरि टक्कसँग बाटो चाहिँ हल्का अप्ठ्यारो छ त्यति अप्ठ्यारो त होइन दुईवटा चाहिँ तल सुतिरहनु म चाहिँ गएँ यता चाहिँ चारैतिर होइन हरियो सबै छ चराहरू चाहिँ खासै छैनन् अनि आवाज पनि खासै आएको छैन अरू चाहिँ जोस् राम्रै छ घुम्नको लागि चाहिँ यहाँबाट चाहिँ अलि माथिहरू चाहिँ दामी सिन देखिन्छ क्या यता एउटा धारपानीको माथिहरू चाहिँ दाङको यो चाहिँ लास्टी ठुलो ढुङ्गा छ होइन अहिले पहिले चाहिँ यताबाट टक्कसँग वनमा हिँड्ने जो चाहिँ भालु मार्न आउने तिनीहरू चाहिँ पहिले सायद यहाँ बस्थ्यो होला नास्ता खान्थ्यो होला होइन अहिले चाहिँ खासै अब यसो परेकै छैन म चाहिँ अब एक्लै छु अब कति बेरसम्म हिँड्छु म पनि अब हेरौँ सिन चाहिँ खत्रै आयो होला है हरियो दामी दाम ठिक छिटो त्यहाँ माथि चाहिँ एउटा रुख ढलेको रहेछ ऊ रुख पनि सायद हावाले होला अथवा धेरै बड्डो भयो होला सायद पुरानो भएर यता नु यस्तो चाहिँ गर्नु भएन के वनमा आउने अनि यस्तै जथाभावी होइन पानी सानी खाने प्लास्टिक फाल्ने आउने पानी ल्याउने तर पानी चाहिँ खाएपछि चाहिँ आफै चाहिँ लगेर जानुपर्छ क्या यस्तो वनमा चाहिँ फोहोर हुन्छ होइन यतिको चाहिँ गर्नु भएन यतिको फोहोर चाहिँ गर्नुहुन्न कि आफै ल्याएर आउने होइन आफै लगेर जाने झोलामा हालेर तल्लो जलाउने अथवा फाल्ने कतै वनमा फालेपछि वन चाहिँ अलिक प्रदूषित हुन्छ लास्टी थकाइ लागेको हिँडेर धेरै हिँड्यो क्या सायद हिँड्न पनि सकेको छैन सास गइरहेको छ तर म अझै पनि हिँडिरहन्छु बाटो चाहिँ खतरा छ मच्छर चाहिँ धेरै नै छ क्या ए दामी बस्ने रुख पनि छ खतरा यहाँबाट सिन पनि अब दामी देखिन्छ एकछिनपछि म चाहिँ धेरै माथि आइसक्यो अब योभन्दा माथि त खै जान्छु कि नै लास्ट थकाइलायो म एक्लै केटाहरू आइनन् म पनि अब यहीँबाट फर्किन्छु होला म त फर्किनु लाग्यो होइन एक्लै आयो लास्ट पनि लाग्यो एक्लै पनि कति हिँड्नु केटाहरू कोही आएनन् झ्याउ लाग्यो यार फर्केँ म त फर्किने बेला चाहिँ ओह्रालो पर्छ अनि यो जुत्ता पनि यस्तो छ अहिले लड्किन्छ त्यही भएर ओह्रालो पनि चाहिँ राम्रोसँग हिँड्नु होला नत्र भने यहाँ जाक्किन सक्छ दुईवटा अल्छीहरू चाहिँ तल बसिरहेको होला कामै छैन तिनीहरूले उहाँ डाँडा काँडा लग्ने भनेको मा त्यो पनि हिँड्नै सक्दैनन् मा बोकाहरू